नमस्कार, तपाईलाई स्वागत छ मेरो कार्यक्रम कुरा गरौँमा। आज मैले विशेष एउटा युवा लिएर आएको छु जसले धेरै लामो समयदेखि राजनीतिक सङ्घर्ष गरेर आएको छ। त्यसो त मसँग राजनीतिसँगै पनि गरेको हामीले, अनि मेरो साथीहरूले वर्तमानमा गोर्खा जनमुक्ति मोर्चा पानीघट्टा सुकुना समष्टिका अध्यक्ष पनि हुनुहुन्छ। युवा हो, साथीलाई मेरो सोमा स्वागत छ। साथी कञ्चन छेत्रीलाई खदा लगाएर स्वागत गर्न चाहन्छु। तपाईको परिचय दिनुहोस् न। मेरो परिचय चाहिँ मेरो नाम कञ्चन छेत्री, सुकुना पानीघट्टा समष्टि गोर्खा जनमुक्ति मोर्चा युवा अध्यक्ष। उसले धेरै लामो समयदेखि गोर्खा जनमुक्ति मोर्चामा कार्यरत भएको हो। बिचमा हामी कतै राजनीतिक भेटघाट भएर अलग अलग पार्टी के पनि गरिपठायौँ, तर युवा हो, युवाहरूले राजनीति यहाँदेखि त्यहाँ जाँदा त्यति साह्रो असर पर्दैन किनभने सिक्दै गरेको अवस्था हुन्छ। यहाँ त बुढो बुढो पाखाहरूले राजनीतिक फेरबदल गरिरहेको हामी देखिरहेको अवस्थामा छौँ। सो कञ्चन, जीवनको कथा, जीवन सङ्घर्ष कस्तो छ यसो सुनाउन। एउटा जुझारु स्थितिमा जुझिरहेछु। हामी अध्यक्षको छत्रछायाँमा बसेर मेरो गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङज्यूको छत्रछायाँमा बसिकन अहिले फिलहाल म पहाडको उन्नमुक्तिको लागि सङ्घर्ष गरिरहेछु। भविष्यमा हाम्रा गोर्खा जनमुक्ति मोर्चाद्वारा नै केही उन्नमुक्ति हुन्छ भन्ने आशामा हामी लागि परिरहेछौँ। युवाको समय भन्छु, 35 वर्ष बालेन शाह नेपाल राष्ट्रको प्रधानमन्त्री बनेका छ। अझै पनि हामी नेतालाई भगवान मान्ने परम्परामा पहाड बसिरहेका छौँ र म भन्छु अब समय युवाको। अब युवाहरूले नै पहाडलाई नेतृत्व गरेर यो चुनावमुखी पार्टीहरू, क्षेत्रीयवादको पार्टीहरू भनेर मानिसहरू जोड्दै गरेको अवस्थामा अब हाम्रो युवाहरू अपग्रेड भएर युवाहरूले पहाडको ब्याकडोर सम्हाल्नु पर्छ भन्ने विचारधारणा हामी स्थापना गर्नु भन्ने अभ्यासमा छौँ। सो कञ्चन, पहाडमा क्षेत्रीयताको खुब नारा चलिरहेछ। तिमी क्षेत्रीयवाद सम्बन्धी कतिको भन्छौ, के भन्छौ? क्षेत्रीयवाद बाँचेको हुनुपर्छ र यहाँको मुद्दा पनि बाँचेको हुनुपर्छ। सेन्ट्रलको मुद्दाले क्षेत्रीयवादको मुद्दालाई स्वीकार्छ भन्ने कदापि म मान्न सक्दिनँ। किनभने केन्द्रले विगत दिनमा 20 वर्षको शासनमा, बिजेपी गभर्मेन्ट 20 वर्षको शासनमा उहाँको इच्छा शक्ति थियो भने केही पहाडलाई दिनु सक्थ्यो। सबै एङ्गलमा दिने शक्ति हुँदाहुँदै पनि उहाँले केही दिनुभएको छैन, अहिले केही दिएको छैन। र पनि फेरि अब सेन्ट्रलको उयसमा क्षेत्रवाद माचिकन हामीले सेन्ट्रलको पोलिटिक्स गऱ्यो भने देला। त्यसमा चाहिँ मेरो ठुलो क्वेसन छ। तब क्षेत्रीयवाद के जस्तो लाग्छ? के हो क्षेत्रीयवाद? क्षेत्रीयवाद भन्ने कुरो, हामी क्षेत्रीयवाद माच्यौँ भने चाहिँ हाम्रो क्षेत्रीय माग त गोर्खाल्यान्ड, सबैको गोर्खाहरूको माग गोर्खाल्यान्ड छ। गोर्खाल्यान्ड चाहिँ हामीले क्षेत्रीयवाद माच्यौँ भने मात्रै हामीले यहाँबाट भट्याउनु सकिन्छ, माग्नु सकिन्छ। क्षेत्रीयवाद कुन एङ्गलबाट मर्दै गरेको, नष्ट हुँदै गरेको देखिन्छ हामीले? कुन एङ्गलबाट तिमीलाई लाग्छ क्षेत्रीयवाद? त्यो थाहा छ तिमीलाई? 2007को आन्दोलनमा हामी सँगै थियौँ। पहाडमा बिजेपीको एमपीहरू चिनाउने त्यस समय, त्योभन्दा अगाडिसम्म नि पहाडको रिप्रेजेन्टेटिभ हामीले एमपिजहरू पहाडको देख्थ्यौँ। तर 2007को आन्दोलन पश्चात पहाडले एमपिजहरू हाम्रो देख्न छोडेको। त्यो सिर्जना कसले गरेको? क्षेत्रीयवाद त्यतिखेर किन याद आएन? क्षेत्रवाद थियो त्यतिखेर, त्यस समय किन याद थियो? फुल फ्लेजर बाँचेको थियो। म त्यसलाई स्वीकार्छु। क्षेत्रीयवाद भनेको पहाडमा वर्तमानमा त करप्सन गर्ने लाइसेन्स चाहिँ लाग्दैन, घोटाला गर्ने लाइसेन्स चाहिँ मात्र लाग्दैन। लाग्छ। अहिलेको स्थितिमा त त्यो थियो नि, छ। अहिलेको जिटिए चलाउने जुन प्रतिनिधिहरू, जिटिए चिफ, उहाँको सबै एङ्गलमा भ्रष्टाचार भएको छ। यो म मान्छु। एउटा शिक्षादेखिको लिएर सबै जग्गामा भ्रष्टाचार छ, म मान्छु। तर विगतको दिनमा त्यस्तो हिसाबको भ्रष्टाचार भयो होला, केही भयो नभयो म भन्नु सक्दिनँ। भ्रष्टाचार त भयो, भन्नुको तात्पर्य भ्रष्टाचार चाहिँ। तर त्यस्तो क्षेत्रीयता वर्तमानमा भ्रष्टाचार भयो भनिकन त्यसरी खुलेआम विरोध गर्नु सक्थेन। तिमीले स्वीकार्दैछौ, स्वीकार्नु त भ्रष्टाचार त भयो तर बेसी भएन भन्दैछौ। अर्थात् हुनसक्छ त्यो भ्रष्टाचार भयो। म त्यही त भन्नुको तात्पर्य 2007 देखिको आन्दोलन पश्चात पहाडले आफ्नो एमपी दिनु छोड्यो। पहाडले 46 वर्षसम्म लगभग दार्जिलिङ पहाडले राज्यसभा सांसदहरू पाउने गर्थ्यो। दार्जिलिङको अलग्ग कोटा हुन्थ्यो, त्यो पनि पाउनु छोड्यो। वर्तमान बिचमा त्यो पनि हामी तृणमूल कङ्ग्रेसमा रहँदाखेरि म्याडम शान्ता छेत्रीलाई तृणमूल कङ्ग्रेसबाट एउटा भानी एमपी दिएको थियो राज्यसभा, त्यो पनि त्यहाँदेखि अहिले त अन्त भयो। अनि हामीले एमपी राज्यसभा सांसदहरू चाहिँ टोटल अवधामा हुनेहरू चाहिँ हामीले अरूलाई दिँदैछौँ। त्यो कसरी दिँदैछौँ? कतिले त पैसामा पनि बेच्यो भन्ने कुराहरू सुन्छ घरिघरि।
तपाईँहरूको पार्टीको मानिसहरूले पैसामा 5 करोडमा बेच्यो भने स्पष्टीकरण पनि दियो। अब त्यो त दुनियाँले बुझिहाल्छ त्यो स्पष्टीकरण हो। तर मैले भनेको जुन चाहिँ भ्रष्टाचार क्षेत्रीयताको नाममा चाहिँ पहाडमा लामो समयदेखि भ्रष्टाचार मात्रै भएको जस्तो लाग्दैन। भ्रष्टाचारको लाइसेन्स मात्रै लाग्दैन क्षेत्रीयता। भ्रष्टाचार यहाँ भयो भन्ने हिसाबले खुलेआम विगतमा त्यो स्थितिमा भ्रष्टाचार भयो भन्ने कुरो त्यो कसैले पनि विरोध गर्नु सकेन। भ्रष्टाचार भयो भएन त्यो भन्नु सकिँदैन। अहिलेको स्थितिमा अहिलेको सरकारमा भ्रष्टाचार यहाँ भयो उहाँ भयो भन्ने कुरो त खुलासा छ नि त। अब यसको लडाइँ कसले गर्ने? सुन, भ्रष्टाचार रोक्न लडाइँ कसले गर्ने? यो अहिले गर्नुपर्छ नि। हामी एमपीज बाहिरको दिन्छौँ, राज्यसभा सांसद बाहिरको दिन्छौँ भने चुनावै पछि हाम्रो ठुल्ठुलो राजनीतिक चुनावहरूमा हामीले क्षेत्रीय पार्टीहरूले कम्पिटिसन गर्न सक्दैनौँ, फेरि क्षेत्रीयवादको कुरा गर्छौँ। यो बडा अचम्म लाग्दैन? न यो क्षेत्रीयवाद 19मै एउटा क्लियर भइसक्यो त। क्षेत्रीयवादले आँट गर्नु नै मान्दैन। जिम्मा कसको जस्तो लाग्छ? जिम्मा नेतृत्वको होइन र? नेतृत्वको होइन। कसको जिम्मा? जनताको? जनताको होइन। जो मान्छे नेतृत्वको भन्दाखेरि जो मान्छे स्योर क्यान्डिडेट होइन, त्यो त हेर्नुहोस्, त्यो राजनीतिमा त्यस्तो डराएको कुरा र नडराएको कुरा चाहिँ म कदाचित मान्दिनँ। तर वास्तविकतामा भन्नु हो भने हामीले के योग्यता अनुसार भोट दिएर जिताएको हुनुला र? जसरी हामी देख्छौँ राजु विष्टज्यू अहिले वर्तमान हाम्रो एमपी साहब हुनुहुन्छ, के उहाँको राजनीति स्तर देखेर बुझेर चाहिँ त्यस समय उहाँलाई चुनावको टिकट दिएको? टिकट दिएको भने उहाँ एउटा क्वालिफाइड थियो। तपाईँहरूलाई थाहा हुनुपर्छ 2019मा एमपी साहबको उमेर 33 वर्षको युवा थियो। देशले अघि नै सोचिसकेको कि युवाको पाली भनेर उहाँलाई 33 वर्षको युवालाई यहाँनिर एमपी बनाएर पठाउनु भएको हो। अनि तपाईँहरूले उहाँको योग्यता चाहिँ कसरी जाँच्नु भयो? 33 वर्षको युवामा उहाँ पर्फेक्ट पोलिटिसियन हुनुहुन्छ भनेर कुन सन्दर्भमा उहाँलाई एमपी छान्नुभयो? के भयो भन्ने हिसाबले त्यतिखेर गोर्खाको एउटा नेता हुनुपर्छ, सांसद हुनुपर्छ भन्ने एउटा वेब थियो। त्यतिखेर हामी अन्डरग्राउन्डै थियो। त्यो हिसाबले गर्दाखेरि उहाँलाई गोर्खाको हुनुपर्छ भन्ने हिसाबले तपाईँ भन्नुको तात्पर्य एउटा सांसदलाई हामी गोर्खा नेता भन्न सक्छौँ। अनि फेरि अस्ति अमित शाहजीले सिलगढीमा आएर गोर्खा नेता भन्दै किन तपाईँ रिसाउनु भयो? म रिसाएन। हाम्रो नेतामा मानिस रिसाएको पाहाडमा रिसाएन। जनता रिसाउनु एउटा स्वाभाविक कुरो हो। तर हाम्रो नेताले म नै गोर्खाको नेता हो भनेर कहीँ पनि भन्नु भएन। एउटा कुरो त्यो। अब लाग्छ कञ्चन तिमीलाई कि राजनीतिक बागडोर युवाहरूले सम्हाल्नुपर्छ? एउटा मानसिकता छ चुनावै पछि आफ्नो भोट, मानिसको भोटलाई चाहिँ केही पैसासँग व्यापार गरिरहेको, अनि क्षेत्रीयवाद अन्य थरीको कुरा प्रलोभन देखाएर शिलान्यासहरू गर्दै ढाँट्दै गर्दा एउटा मानसिकताले ग्रस्त भएर पहाडलाई लुटिरहेको देखिरहेको छु मैले। तिमीलाई के लाग्छ? जतिखेर 17को आन्दोलन बादमा एउटा जिटे जुन अहिले व्यवस्था चलिरहेछ 17 दिनको यता, त्यो हिसाबमा चाहिँ इलेक्सन आउनु अगाडि चाहिँ शिलान्यास चाहिँ बहुत मात्रामा उहाँहरूले इलेक्सन जित्ने एउटा मुद्दा बनाइरहनु भएको छ। यो चाहिँ नहुनुपर्ने, जसमा कि हाम्रो पार्टी सत्तामा हुँदाखेरि यस्तो स्थिति थिएन, शिलान्यास हुने स्थिति थिएन। मलाई लाग्छ कालिम्पोङमा विधानसभा चुनावको प्रचारमा म्याडम सरिता राईको पालीमा या डाक्टर हर्कबहादुर सरको पालीमा यो विधायक बङ्गाल विधायकको लास्ट विधायक अब गोर्खाल्यान्डको विधायक हुन्छ भनेर तपाईँको अध्यक्षले भन्नुभएको थियो। त्यो ठिकै हो, त्यो एउटा उहाँको एउटा टेक हो, एउटा पोलिटिक्समा एउटा हुने स्थिति आइसक्यो भनेर एउटा कुरो हुन्छ। भनेको तपाईँ पहाडको राजनीति झुकाउनु मात्रै गरिरहेको होइन, झुकाउने भन्ने कुरो होइन। जसमा कि झुक्काएको त हाम्रो पहाडको हाम्रो गोजमो अध्यक्षलाई डाइरेक्ट सेन्ट्रलले झुकाइरहेछ। सेन्ट्रलले चाहिँ झुकाएको छ, यहाँ चाहिँ उहाँले जनतालाई झुकाएको छैन। सेन्ट्रलले चाहिँ बिजेपी सरकारले चाहिँ झुकाइरहेछ। के कारण? कुन कुरामा? जनजाति दिने हो, पोलिटिकल सोल्युसन हुने दिने हामीले भन्ने कुरो, त्यो चाहिँ खुलेआम झुक्का। कतै हामी झुकिरहेको जस्तो लाग्दैन कञ्चन? हामीलाई चाहिँ सेन्ट्रलले झुक्यो, हामी झुकेको होइन, सेन्ट्रलले चाहिँ हामीलाई झुकाएको। सानोमा नि मैले रामायणमा त्यो अर्जुनले माछाको नि आँखामा काँड लगाएको कुरा पढ्थेँ क्या। अनि त्यो किन कसरी लगायो भन्ने कुरो मैले अध्ययन गर्दै जाँदा उसको निरन्तरता केवल आँखामा मात्रै देखेको थिएँ। आँखामा मात्रै फोकस गर्दा साँच्चै उसले आँखामा लगाएको अनुभव छ। अनि पहाडको राजनीति गर्नेहरूले पिपिएस, गोर्खाल्यान्ड, 6औं अनुसूची, सिक्किम विलय, 11 जात गोष्ठी, जिटिए, जिटिआर, बिटिआर, यो सबै कुराले गर्दा केन्द्र कन्फ्युज भएको जस्तो लाग्छ न घरिघरि? होइन, केन्द्र आफै कन्फ्युज हुँदैछ। हामीले कन्फ्युज बनाउनु, हामी केन्द्रभन्दा ठुलो त होइन होला, अस्ति भर्खर हामी देशको प्रधानमन्त्रीभन्दा ठुलो त होइन होला, हामी देशको होम मिनिस्टरभन्दा ठुलो त होइन होला, अनि हामीले कसरी केन्द्र झुक्यो भन्न सक्छौँ? होइन, केन्द्रलाई यहाँको गोर्खाल्यान्ड हो,
गोर्खाल्यान्ड दियो भने यहाँको तर गोर्खाल्यान्ड माग्ने मान्छे दिल्लीमा गएर अलग अलग मुद्दा बोलिरहेको जस्तो लागेको छैन? होइन हाम्रो नेतृत्वको दोष लाग्दैन? होइन नेतृत्वको दोष कसरी मान्नु? उहाँ गइकन हामीलाई यो देऊ ऊ देऊ भनिकन भन्ने कुरो होइन, उहाँबाट नै जबरजस्ती थोप्दैछ। खै के थोप्यो? जबरजस्ती पाएकै छ थोप्यो। कसरी पाएको छैन? जब तिमी भन्दैछौ जबरजस्ती माथिबाट थोप्दैछ भने झोक्काए भन्छौ तिमी। पाएको के छ? हाम्रोमा हातमा के आयो त? होइन थोपिदिएको कुरा चाहिँ के पायो? जिटिएको पनि सेन्ट्रलले नै स्टेटले नै जबरजस्ती थोपेको हो। यो बिजेपीले त जिटिए दिएको होइन, बिजेपीको सरकार थिएन जिटिएको भन्दा, त्यस समय त कङ्ग्रेसको सरकार थियो। सेन्ट्रलले म भन्दैछु सेन्ट्रलले चाहिँ यहाँ जबरजस्ती थोप्दैछ नि त। मागेको जिटिए मागेको थिएन नि त, गोर्खाल्यान्ड मागेको थिएन। सेन्ट्रलको एउटा जिटिए कसले बनायो त? सेन्ट्रलले थोपेको त्यो त्यस स्थितिमा समय कसलाई दोष दिन्छौ? सेन्ट्रल भनेपछि तिमी त्यस समय कङ्ग्रेस सरकारलाई दोष दिन्छौ। कङ्ग्रेसले हामीलाई नष्ट गर्दैछ, कङ्ग्रेसले हाम्रो जातिलाई बर्बाद गर्ने कङ्ग्रेस हो। त्यो विषयमा चाहिँ के भन्न चाहन्छु भने नि हाम्रो राजनीति तिमी एउटा राजनीति ठुलो जिम्मा एउटा राजनीतिमा ठुलो जिम्मा लिएर एउटा क्षेत्रको नेतृत्व गरेर बसिरहेको छौ। नेतृत्व कुन एङ्गलबाट गर्दैछु, मेरो नेताले के गर्दैछ, मेरो नेताले के गर्नेवाला छ भन्ने कुरो जबसम्म हामी नेतालाई भगवान भन्छौँ तबसम्म हामी बुझ्नु सक्दैनौँ भन्छ। र हामीले भन्दैछौँ अब युवाहरू नयाँ युवा आउनुपर्छ, नयाँ युवा जो राजनीति हिजोदेखि नै नेतालाई भगवान मानेर नेतालाई सबै कुरो मानेर बस्ने होइन क्या, सही र सही गलतलाई गलत भन्नु सक्ने युवा निस्किनुपर्छ भन्ने निस्किनुपर्छ। त्यो चाहिँ हामी भनिरहेको छ। अब पालि युवाको तिमी के भन्छौ? युवा राजनीतिमा आउनुपर्छ? होइन युवा आउनुपर्छ भन्ने मेरो पनि एउटा सोच छ। हाम्रो पार्टीमा पनि के छ भन्दाखेरि युवालाई अगाडि राखिकन हाम्रो पार्टी अगाडि बढाउँदैछ। सिधै कुरो युवा नै यसपालि जति पनि इलेक्सन यो एमएलए इलेक्सन मलाई जहाँसम्म लाग्दैछ युवाले टिकट पाउँछ। मलाई चाहिँ जहाँसम्म लाग्दैछ युवाले टिकट पाउँछ। क्षेत्रवाद बाँचेको पनि हुनुपर्छ, युवाले टिकट पाएको पनि हुनुपर्छ भन्ने चाहिँ मेरो एउटा टेक हो। अनि युवाहरूको राजनीतिकरणलाई जस्तो मैले एउटा सानो भन्न चाहेँ, यो मैले दोष दिएको होइन भन्छन्, तर यथार्थ कुरो बुझौँ भन्न चाहेको। युवाहरूलाई मौका, युवाहरूलाई मौका तपाईँहरूको पार्टीले वर्तमान भनिरहेको अवस्था छ भने युवाहरूलाई मौका चाहिँ तपाईँहरूको मुखले भनेको मात्रै व्यावहारिक पनि देख्न सक्छ हामी त्यसलाई। 100% अस्ति दिल्ली जाँदा त कोही युवा नेतृत्व थिएन। अमित शाहजीसँग भेट्दाखेरि त्यसको होम मिनिस्टरसँग भेट्दाखेरि त कोही युवा नेतृत्व देखिएन त्यहाँनिर। जतिखेर उहाँ अमित शाहले बोलाउनु भयो त्यतिखेर युवा नेता सधैँ नै युवा नेता त्यहाँनिर पुग्नुपर्छ भन्ने कुरो छैन नि त। होइन युवालाई अपडेट पो हुनु पऱ्यो नि त। अब हाम्रो भनाइ चाहिँ यहाँनिर आएर युवा नेता क्षेत्रीयता चाहिँ यहाँ मात्रै कराएर दिल्लीमा गएर अर्को व्यवहार देखिरहेको छैन भने छैन त्यो चाहिँ छैन। भनेपछि दिल्लीमा चाहिँ युवा लानु आवश्यकता छैन, दिल्लीमा गएर युवाहरूलाई चिनाउनु आवश्यकता छैन। जतिखेर पनि योभन्दा अगाडि हाम्रा युवा अध्यक्ष नमन दाजु अस्ति देखिएन सधैँ दिन युवाले उहाँको व्यवस्था पनि त हुनुपर्छ। एउटा घर परिवार यो त मान्छौ तिमी अब राजनीतिमा युवाहरूले नेतृत्व सम्हाल्नुपर्छ भने तिमी मान्छौ? मान्छु म। युवाले मेरो अध्यक्षले पनि युवा अगाडि आउनुपर्छ 100%। उहाँ जुनै पनि इलेक्सनमा युवा तपाईँहरू अगाडि आइकन गर्नुपर्छ। म ब्याकमा बसिकन हामी के गर्नुपर्छ हामी गर्छौँ भन्ने कुरो उहाँको पनि युवालाई अगाडि राखिरहनु पर्छ। सो धन्यवाद कञ्चन, तिमी व्यस्त थियौ तैपनि मेरो एकै फोनमा आयो अनि हामीले युवाहरूको के राजनीति सम्बन्धी के हो, वर्तमानमा राजनीति के भइरहेछ भने सानो चर्चा परिचर्चा गर्ने मौका पाएँ। तिम्रो बहुमूल्य समय दिएर आयो, केही कुरा मानिसमा सुनाउन र बुझाउने मौका पाएँ र तिमीलाई म के दिन सक्दिनँ, एउटा सानो मायाको चिन्ह दिन चाहन्छु कञ्चन। यसमा मैले लेखेको छु, चुनौतीहरूको बिचमा पनि अगाडि बढ्ने तपाईँको जाँगर र सलाम, युवाहरूको आत्मबल र परिश्रमलाई उच्च सम्मान, जो युवाले हार मान्दैन उसले नि इतिहास बनाउँछ। अनि तिम्रो पनि राजनीतिक यात्रा गोर्खा जनमुक्ति मोर्चाको माध्यमबाट अहिले पनि निरन्तर दिइरहेको छौ। यसरी निरन्तर दिइराख्नु अनि एक दिन साँच्चै तिमी पनि एउटा हामी त्यो माथिल्लो स्थानमा तिमीलाई पनि राजनीतिमा देख्न पाऊँ, राजनीतिमा सफल होस् भन्ने तिमीलाई शुभकामनाका साथ सानोबाट मायाको चिन्ह दिन चाहन्छु। धन्यवाद। अनि अन्तिममा कञ्चन सानोबाट कन्क्लुडमा के भन्छौ तिमी? वर्तमान राजनीति, भ्रष्टाचार, युवाहरू राजनीतिमा आउनुपर्ने सानोबाट छोटोमा भन्दैौ न। म के भन्न चाहन्छु भने युवा विषयमा म युवा राजनीतिमा लागि परिरहेछु। एउटा मुद्दा यो युवाको आउँदो दिनहरूमा भविष्य अगाडि होस्, आउँदो दिनमा युवा अगाडि आएको जुनै पनि पार्टीमा युवा आओस् भन्ने मेरो पनि टेक हो। सँगसँगै युवाले नै हाम्रा व्यवस्था गोर्खाल्यान्डमा युवाकै एउटा चलबेल होस्, हाम्रो मुद्दा युवाले नै खत्ते गरेको देख्न पाऊँ र सबै युवाहरूलाई अगाडि आइदिने हाम्रा मुद्दाको लागि भन्दै म यो उहाँसँग भेटघाट भएको आज धेरै खुसी पनि लाग्यो। मेरो साथी क्लास फ्रेन्ड उहाँसँग र बिदा पाऊँ। धन्यवाद।
धन्यवाद कञ्चनलाई यति मिठो समय बिताउने मौका पायो, गफ गर्यो। हुन कसैलाई मेरो इन्टेन्सन कसैलाई पार्टीलाई तुच्छ देखाउनु होइन, तर यथार्थ चाहिँ उजागर हुनुपर्छ। अब युवाहरूले बागडोर सम्हाल्नुपर्छ, कारण एउटा झुन्ड घुमिन्छ। दसैँ तिहारमा भैलो खेलेको जस्तै, देउसी खेलेको जस्तै पहाडमा पनि चुनावी पछि एक-एकवटा मुद्दा जन्मिन्छ, मान्छेलाई लट्याइन्छ, झुक खाइन्छ। तर हामी भन्छौँ अब युवाहरूले एउटा पहाडमा एउटा क्रान्ति आउनुपर्छ, युवाहरूले मौका पाउनुपर्छ। अब युवाहरूको राजनीतिक स्तर पनि अपग्रेड भएर पहाडलाई राम्रो पहाड बनाउनुहुन्छ भन्ने आशाका साथमा फेरि तपाईँहरूलाई म युवा जो राजनीतिसँग जोडेको छ, जसले राजनीतिमा प्रयास गर्छ, कसरत गरेको छ, जीवन सङ्घर्ष गरेको छ, उहाँलाई तपाईँसँग जोडाउँदै जानेछु। तबसम्मको लागि मेरो च्यानललाई लाइक, फलो, सब्सक्राइब गर्न नभुल्नुहोस् होला। हेर्दै गर्नुहोस्, कुरा गरौँ।